नमस्ते, मेरो नाम चाहिँ कृष्ण प्रजापति हो र म अहिले चाहिँ भैरवमा अवस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा अहिले थर्ड इयरमा एमबिबिएस पढिरहेको छु र म सधैँको जस्तै आज पनि एउटा नयाँ भिडियो लिएर आएको छु। एउटा नयाँ रोगको बारेमा हामी चर्चा गर्नेछौँ, जुन रोगको नाम रहेको छ पेन्किराटाइटिस। सो पेन्किराटाइटिस के हो, यो किन हुन्छ, कसरी हुन्छ, यसको रोकथाम के हो, यसको ट्रिटमेन्ट के हो, ठिक छ, यसको बारेमा हामी चर्चा गर्नेछौँ। सो पेन्किराटाइटिस के हो त्यो बुझ्नुभन्दा पहिला सुरुमा हामीले बुझौँ पेन्क्रियाज के हो। पेन्क्रियाज के हो, यो कहाँ हुन्छ, यसको नर्भल फङ्सन के हो, त्यसको बारेमा बुझौँ है त। सो पेन्क्रियाज भनेको एउटा रेट्रोपेरिटोनियल अर्गान हो, जुन हाम्रो पेट र सेकेन्ड र थर्ड लम्बर भर्टिब्राको बिचमा हुन्छ। अब यो चाहिँ एउटा लङ फ्ल्याट अनि लिफ जस्तो स्ट्रक्चर भएको एउटा लामो एउटा के हो भने एउटा पार्ट हो, जसको लम्बाइ 15 सेन्टिमिटर हुन्छ अनि चौडाइ चाहिँ लगभग 3 सेन्टिमिटर हुन्छ र यसको चाहिँ थिकनेस चाहिँ 1.5 सेन्टिमिटर हुन्छ। अब यो चाहिँ हाम्रो यो एब्डोमेनको राइट साइडमा रहेको ड्युडेनमदेखि लिएर लेफ्ट साइडमा स्प्लेनसम्म फैलिएको हुन्छ, ठिक छ। अनि यो त्यसपछि यो लङ हुन्छ, फ्ल्याट हुन्छ अनि प्रिज्मेटिक हुन्छ, यो मैले भनिसकेँ। त्यसपछि अब के हुन्छ भने अब यसको पेन्क्रियाजको 4वटा पार्ट हुन्छ। यसको हेड हुन्छ, नेक हुन्छ, टेल हुन्छ र बडी हुन्छ। हेड, नेक, बडी एन्ड टेल हुन्छ। त्यसपछि अब पेन्क्रियाजको दुईवटा फङ्सन हुन्छ। एउटा हुन्छ एक्जोक्राइन फङ्सन, अर्को हुन्छ इन्डोक्राइन फङ्सन। अब एक्जोक्राइन फङ्सनमा के हुन्छ भने यसले पेन्क्रियाजले इन्जाइम निकाल्छ, द्याट इज पाचन जुसहरू निकाल्ने गर्छ, पाचन रस निकाल्ने गर्छ। जस्तै यसले एमाइलेज निकाल्छ, जसले हाम्रो बडीमा रहेको कार्बोहाइड्रेटलाई डाइजेसन गराउँछ। त्यसपछि यसले निकाल्छ लाइपेज, जसले हाम्रो फ्याट अथवा बोसोलाई डाइजेसन गराउँछ। त्यसपछि यसले निकाल्छ ट्रिप्सिन र काइमोट्रिप्सिन, जसले हाम्रो प्रोटिनको डाइजेसन गराउँछ। र यसले निकाल्छ बाइकार्बोनेट, जुन हाम्रो पेटमा निस्केको एसिडलाई न्युट्रलाइज गर्ने काम गर्छ। त्यसै गरी यसको इन्डोक्राइन पार्टले हाम्रो के निकाल्छ भने हार्मोन निकाल्छ। जस्तै बिटा सेलले निकाल्छ, के निकाल्छ बिटा सेलले निकाल्छ इन्सुलिन के गर्छ, हाम्रो ब्लडमा रहेको ग्लुकोजलाई ग्लाइकोजिनमा कन्भर्ट गर्छ र त्यो ग्लाइकोजिन लिभरमा गएर स्टोर हुन्छ। यसरी इन्सुलिनले हाम्रो ब्लड ग्लुकोजलाई के गर्छ, कम गर्ने काम गर्छ। त्यसै गरी अर्को हुन्छ अल्फा सेलले के निकाल्छ, ग्लुकागोन। अब ग्लुकागोनले के गर्छ भने लिभरमा रहेको ग्लाइकोजिनलाई ग्लुकोजमा कन्भर्ट गर्छ र हामीलाई ग्लुकोज चाहिएको बेलामा यसले हाम्रो बडीमा के गर्छ, ब्लड ग्लुकोज लेभल बढाइदिन्छ। त्यसै गरी अर्को हुन्छ डेल्टा सेलले के गर्छ, सोमाटोस्ट्याटिन हार्मोन निकाल्छ। अब सोमाटोस्ट्याटिन हार्मोन हेज इनहिबिटरी फङ्सन, यसले अरू हार्मोनलाई इनहिबिट गर्ने काम गर्छ। त्यसै गरी अर्को हुन्छ पीपी सेलले पेन्क्रियाटिक पोलिपेप्टाइड इन्जाइम निकाल्छ, पेन्क्रियाटिक पोलिपेप्टाइड हार्मोन निकाल्छ। सो यो सब भयो यसको पार्ट्स र फङ्सनहरू, ठिक छ। अब पेन्क्रियाटाइटिस के हो त? पेन्क्रियाटाइटिस सामान्य भाषामा बुझ्दाखेरि पेन्क्रियाजको इन्फ्लामेसन अथवा पेन्क्रियाजको सुजनले बुझ्ने गरिन्छ। अब यो पेन्क्रियाजको सुजन किन भइरहेछ त? के कारणले गर्दा पेन्क्रियाजमा इन्फ्लामेसन भइरहेछ त? एउटा हुनसक्छ अल्कोहलले गर्दा। कुनै पनि मान्छेले धेरै लामो समयदेखि यदि चाड रक्सीको सेवन गरिरहेछ भने पेन्क्रियाजको इन्फ्लामेसन हुनसक्छ, पेन्क्रियाजमा सुजन हुनसक्छ, जसले हामीले पेन्क्रियाटाइटिस भन्ने गरिन्छ। अर्को, यदि पित्तथैलीको पथरी छ भने, गल स्टोन छ भने, त्यो गल स्टोन आएर कमन बाइल डक्टमा अब्स्ट्रक्सन भएर पेन्क्रियाटाइटिस पनि हुनसक्छ। त्यसै गरी ट्रमाले हुनसक्छ, इन्फेक्सनले हुनसक्छ। त्यसपछि ड्रग्स जस्तै थाइजाइड ड्रग्स, स्टेरोइड ड्रग्सहरू, त्यसपछि हाइपरट्राइग्लिसरिडिमिया, यो सबैले गर्दा के हुनसक्छ भने पेन्क्रियाटाइटिस हुनसक्छ। अब पेन्क्रियाटाइटिस त भयो, अब मान्छेलाई पेन्क्रियाटाइटिस भइसकेपछि के लक्षणहरू देखिन्छ त? सो सुरुमा पेन्क्रियाटाइटिसको लक्षणहरू देखिन्छ। के हुन्छ भने मान्छेको माथिल्लो पेटमा अनि बिच भागमा, द्याट इज इपिग्यास्ट्रियम रिजनमा उसलाई पेन हुन्छ र त्यो पेन पछाडितिर पनि सर्न सक्छ, रेडिएट हुन्छ र त्यो पेन कहिलेकाहीँ लेफ्ट हाइपोकोन्ड्रियामा पनि फेल हुन्छ। अब यो पेन के हुन्छ भने मान्छे सुत्दाखेरि के हुन्छ भने त्यो पेन कम हुने र मान्छे यसरी अगाडितिर झुकेर बस्दा के हुन्छ भने पेन कम हुन्छ, ठिक छ। यो भयो पेन्क्रियाटाइटिसको लक्षणहरू। अरू पनि लक्षणहरू रहेको छ, जस्तै बान्ता आउने, त्यसपछि वाकवाकी आउने, त्यसपछि ज्वरो पनि आउन सक्छ। यो सब भयो यसको लक्षणहरू। अब सपोज कुनै पनि पेसेन्ट ओपिडीमा आयो, पेन्क्रियाटाइटिस भएर आयो भने अब हामीले एउटा टेस्ट गर्न पर्ने हुन्छ। कुन टेस्ट गर्ने त? कुन टेस्ट गर्ने? सो हामीले ब्लड टेस्ट गर्न सकिन्छ। ब्लड टेस्टमा हामीले सेरम एमाइलेज र सेरम लाइपेज टेस्ट गर्न सकिन्छ। यो मध्ये पनि सबसे स्पेसिफिक र सबसे डायग्नोस्टिक भनेको सेरम लाइपेज हो। अब सेरम एमाइलेज के हुन्छ भने पेन्क्रियाटाइटिसमा बढेको हुनसक्छ। तर सेरम एमाइलेज स्पेसिफिक किन छैन भने यो चाहिँ अरू रोगमा पनि बढेको हुनसक्छ। जस्तै सेलेब्री ग्ल्यान्डको प्याथोलोजी, जस्तै पेरोटाइटिसमा यो बढेको हुनसक्छ। त्यसपछि साल्फेन्जाइटिसमा यो बढेको हुनसक्छ। त्यसपछि ड्युटेनल अल्सर परफोरेसनमा यो बढेको हुन्छ। त्यही भएर सेरम एमाइलेज त्यति स्पेसिफिक छैन। त्यही भएर हामीले सेरम एमाइलेज इज द मस्ट डायग्नोस्टिक टेस्ट फर द
पेन्क्रेटाइटिस। त्यसपछि अरू हामीले कम्प्लिट ब्लड काउन्ट गर्न सकिन्छ। कम्प्लिट ब्लड काउन्ट्समा चाहिँ WBC लेभल बढेको हुनसक्छ। अरू टेस्ट हामीले गर्न सक्ने भनेको लिभर फङ्सन टेस्ट गर्न सकिन्छ, जसमा हाम्रो ALT, AST, ALP र बिलिरुबिन लेभल बढेको हुनसक्छ। त्यसपछि अरू पनि हामी टेस्ट गर्न सकिन्छ, जस्तै अल्ट्रासोनोग्राफी गर्न मिल्यो, त्यसपछि CECT गर्न मिल्यो, MRI गर्न मिल्यो, MRCP गर्न मिल्यो। सो यो सब टेस्टहरूबाट हामीले पेनक्रेटाइटिस हो कि नाइ हामीले थाहा पाउन सकिन्छ। अब एकचोटि पेनक्रेटाइटिस डायग्नोज भइसकेपछि अब यसको उपचार अथवा यसको ट्रिटमेन्ट के हो त? अब सुरुमा यसको ट्रिटमेन्ट स्टार्ट गर्नुभन्दा पहिला हामीले छुट्याउनुपर्छ त्यो एक्युट पेनक्रेटाइटिस हो कि क्रोनिक पेनक्रेटाइटिस हो। यदि त्यो मान्छेलाई एक्युट पेनक्रेटाइटिस छ भने अब हामीले के ट्रिटमेन्ट गर्न सकिन्छ? त्यो पार्ने चाहिँ मान्छेलाई निल पर उडा राख्ने, द्याट इज केही पनि खान नदिने, त्यसपछि IV फ्लुइड दिने त्यसलाई, त्यसपछि त्यो पेन म्यानेजमेन्ट गर्ने। पेन म्यानेजमेन्ट गर्नको लागि हामीले एनाल्जेसिकहरू दिने, उपोरहरू दिन मिल्छ। त्यसपछि अरू हामीले एन्टिबायोटिक दिनपर्छ। त्यसपछि कन्जर्भेटिभ म्यानेजमेन्ट गर्ने। त्यसपछि अर्को यदि क्रोनिक पेनक्रेटाइटिस हो भने पेन म्यानेजमेन्ट गर्ने। पेन म्यानेजमेन्ट गरिसकेपछि त्यसलाई हामीले इन्जाइम सप्लिमेन्टेसन पनि दिन सकिन्छ। त्यसपछि सर्जरी पनि गर्न सकिन्छ। सो यो सब हो यसको ट्रिटमेन्ट। धन्यवाद।